Find the university that best suits you. यो क्वेसन चाहिँ मलाई बारम्बार आइराखेको हुन्छ कि कुन युनिभर्सिटी कुन ठाउँमा पर्छ र कुन युनिभर्सिटी कस्तो छ, अनि मेरो यो खालको ब्याकग्राउन्ड छ र मेरो लागि कुन युनिभर्सिटी राम्रो होला भनेर थुप्रै साथीहरूले मलाई यो क्वेसनहरू सोधिराख्नु भएको हुन्छ। त्यसकारण तपाईँले अस्ट्रेलियामा भएको सबै युनिभर्सिटीहरूको इन्फर्मेसन एकै ठाउँमा चाहिन्छ भने डेस्टिनेसन अस्ट्रेलिया वेबसाइट द्याट इज destinationaus.com मा गएर तपाईँले युनिभर्सिटी फाइन्डर टुल चाहिँ पाउन सक्नुहुन्छ। त्यसमा तपाईँले जुन स्टेटमा युनिभर्सिटीहरू हेर्दै हुनुहुन्छ त्यो स्टेटको म्यापलाई तपाईँले क्लिक गर्नुभयो। फर इक्जाम्पल न्यू साउथ वेल्स जहाँ चाहिँ सिडनी पर्छ, न्यू साउथ वेल्स को स्टेटहरू हेर्नुभयो भने त्यो स्टेटमा चाहिँ यो विभिन्न युनिभर्सिटीहरू छ। त्यसै गरेर मानव भिक्टोरिया हेरौँ, भिक्टोरियाको युनिभर्सिटी हेर्नुहुन्छ भने यो विभिन्न युनिभर्सिटीहरू भिक्टोरियामा छ र यसबाट चाहिँ तपाईँलाई सजिलो हुन्छ यो एपले भनेपछि तपाईँले विभिन्न स्टेटहरूमा कुन कुन युनिभर्सिटी छ त्यो युनिभर्सिटीको लिस्टहरू पाउनुहुन्छ र त्यो युनिभर्सिटीको बारेमा तपाईँले डिटेल जान्न चाहनुहुन्छ भने त्यो लिङ्कमा क्लिक गरेपछि तपाईँलाई चाहिँ त्यहाँ फर्दर कुन कुन कोर्सहरू एभाइलेबल छ भन्ने खालको सम्पूर्ण इन्फर्मेसनहरू तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ। त्यसकारणले यो चाहिँ डेस्टिनेसन अस्ट्रेलियामा भएको यो टुल युनिभर्सिटी फाइन्डर चाहिँ तपाईँको लागि युजफुल हुन सक्छ। यु क्यान ट्राई द्याट।